या दीपक पार्के के बाउ ब्रोसदे बजाङबाट माइ न्यू फ्री स्टाइल ऱ्याप सङ मेरो तर्फबाट सबैले नमस्कार खोइ बाबुआमाको नाम राख्छु अब मैले ऱ्याप गाई सपिन्छु अब ऱ्याप गाउँदिन झ्याप बोइ सब कुरा पोखिरहेको छु आज मैले ऱ्यापमै कोही छैन साथ दिने एक्लै म त हिँडिरहेको छु दोस्रो को हो मित्र को हो सबैजना चिनिरहेको छु किन होला आजकल म धेरै नै जिद्दी बाछु के छैन बाँकी सब कुरा मैले सिकिरहेको छु केही कुरा आमा बाउबाट आमा बाउले मात्र मलाई साथ दिइरहेछ कति माया गर्नुहुन्छ त्यो मलाई मात्र थाहा छ तिमी मात्र छौ आमा मेरो मनमा त खुट्टा तान्ने धेरै छन् मलाई त बाल भो सानो ऱ्यापर हो भाइ म पनि नेपालको सबै साथीहरूलाई एउटा कुरा भन्न आएको सबैलाई शुभकामना 2083 सालको गाउन त गाउँछु गाउँदिन छाडा ऱ्याप म हातमा छ फोन टाउकोमा मेरो क्याप छ यो दीपक पार्कीले कता ऱ्याप फान्छ ऱ्याप लेख्दा लेख्दा मेरो दिन बिति जान्छ खान्छ ऱ्याप यो दीपकले भाइ मलाई मेरो बाटो हिँड्न दे फुचेहरू भएको ऱ्याप सिक्दै रे यो बजाङको किङसँग भिड्दै रे भाइ ऱ्याप हान्न पनि हल्का हुनु पर्यो तरिका सबभन्दा पहिला खुट्टा तान्ने बानी छोडिजा सक्सेस बने गरिका सक्दैन भने मरिजा कसैभन्दा कमको त छैन म पनि कसैसँग हार खान बाबाको कि हो बाउमाको कान्छो छोरो बोली नै मिठो मेरो सत्य बोली पनि तँलाई लाग्ला है चितो कसैसँग हार खान जहिले मेरो जित हो कसैको सुन्दिन सोचेको आफू कुरा गर्छु धेरै ज्ञानको धम्की दिन्छन् आजकलको घोराहरू सोच्छ भने आइज मोजी मुख गाडी कुरा गरौँ सक्दैन भने फेरि खालास मेरो छोरा बरु कसैसँग हार खान बजाङको किङ हो बाउमा